Yo, what's good, YouTube? I'm back again with another brand new sneaker unboxing video. सो यो पेयरको कुरा गर्नुभन्दा अगाडि चाहिँ यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर फ्यामिली भइदिनु होला अनि साथसाथै मेरो इन्स्टाग्राम र अनि टिकटकलाई पनि फलो गरिदिनु होला। सो एकदम न्यू अपडेटहरू चाहिँ त्यहाँ ड्रप भइरहेको छ। सो आज चाहिँ यति भन्दै हामी भिडियोलाई अगाडितर्फ बढाउन चाहन्छु। हामीले योभन्दा पहिलेतिर चाहिँ हामीले डिफ्रेन्ट कलरको एरा अनुसारको बक्सहरू चाहिँ प्रोभाइड गर्दै आउँदै थियो भने चाहिँ अहिले रिसेन्टली चाहिँ यस्तो सेल कलरको बक्स चाहिँ प्रोभाइड गर्दै आएको छ। सो यो बक्सको कुरा गर्नुपर्दाखेरि चाहिँ यति नै हो। सो यिनीहरूको अब त्यही हो स्ट्यान्डर्ड जुत्ताहरूको बक्समा जस्तै साइज डिटेलिङहरू सबै दिएको हुन्छ। अनि त्यस्तै गरी हामीले आज चाहिँ यो पेयरको बारेमा कुरा गर्न जाँदैछु। सो यो स्निकर रहेको छ फ्युटुरा नाइकी एसपी डङ्क लो ब्लिच्ड अक्वा कलर वे। सो यो चाहिँ रिसेन्टली रिलिज गरिएको थियो ग्लोबल्ली। सो कतिजनाले चाहिँ रिटेल प्राइसमा नै म्यानेज गर्नुभयो होला। सो सम अफ पिपल आर सेइङ दिज आर द मोस्ट हाइप स्निकर एन्ड स्निकर अफ द इयर भनेर नि भन्छ स्निकर हेडहरूले है। सो मेरो ओपिनियनमा चाहिँ म आज भन्न जाँदैछु। सुरुमा यसको डिटेलिङहरू चाहिँ एकदम धेरै डिटेलिङहरू छ, तपाईँले देख्न सक्नुहुन्छ यो पेयरमा एकदम धेरै ग्राफिक हुन्छ नि, एकदम धेरै डिटेलिङहरू छ। यो स्निकर चाहिँ नाइकी एसपी विथ फ्युटुरा ल्याबोरेटोरिजसँग चाहिँ कोलाब गरिएको स्निकर हो। सो यो चाहिँ 2024 मे 22मा चाहिँ रिलिज गरिएको थियो अनि यसको रिटेल प्राइस चाहिँ $135 हो भने चाहिँ कोरियामा चाहिँ 1 लाख समथिङ। अनि यो स्निकर चाहिँ फ्युटुराले डिजाइन गरिएको हो। अनि यो फ्युटुरा भनेको चाहिँ न्युयोर्क सिटी बेस्ड एउटा ग्राफिटी आर्टिस्ट हो। सो ग्राफिटी आर्टिस्ट भन्ने बित्तिकै सो भित्तातिर चित्रकला गर्नेलाई चाहिँ ग्राफिटी आर्टिस्ट भन्छ है। सो अनि यो पेयरमा हेऱ्यो भने पनि तपाईँहरूले मजाले हुन्छ नि एकदम धेरै आर्ट गरेको, एकदम मल्टिपल कलरहरू ब्लिच्ड गरिएको पाउन सक्नुहुन्छ है। अनि यो पेयर चाहिँ पुरै फुल्ली क्यानभस मेटेरियल दिएको छ। सो तपाईँले सुज हेर्नुभयो भने चाहिँ डिप ग्रिन कलरको स्वेड लेदरमा दिएको छ सुज चाहिँ। सो अनि यसको सुलेसमा हेर्नुहुन्छ भने चाहिँ मल्टिपल कलर दिएको छ। फिनिसिङ चाहिँ युएनसी कलरमा फिनिसिङ गरिएको छ। यो पेयरमा चाहिँ एकदम धेरै सिग्नेचरहरू चाहिँ दिएको छ है, आइकनिक सिग्नेचर फ्युटुराको दिएको छ। एउटा चाहिँ तपाईँले टङमा पाउनुहुन्छ, अनदर चाहिँ तपाईँले बटममा पाउनुहुन्छ भने चाहिँ अर्को चाहिँ ब्याक साइडको साइडमा दिएको छ। अनि अर्को चाहिँ एफएल भनेर दिएको छ। एफएल भनेको चाहिँ फ्युटुरा ल्याबोरेटोरिज हो। त्यस्तै गरी यसको तपाईँले बटममा हेर्नुभयो भने चाहिँ बटममा चाहिँ यसको ट्रान्सलुसन बटम दिएको छ, जहाँ चाहिँ सेन्टरमा चाहिँ फ्युटुराको सिग्नेचर दिएको छ। अनि तपाईँले यसको साइड प्यानलमा हेऱ्यो भने चाहिँ टोबक्स एरियामा चाहिँ स्टिचिङ गरेको पाउन सक्नुहुन्छ। सो आई डोन्ट नो एक्ज्याक्टली है यो बिहाइन्ड द स्टोरी के हो भनेर। सो अनि यसको तपाईँले यसको सुलेसनिर आइलिड पाउन सक्नुहुन्छ, एउटा रेड कलरको आइलिड पाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले पछाडि ब्याक साइडमा देख्न सक्नुहुन्छ एउटा सिल्भर कलरको नाइकी ब्रान्डिङ गरिएको छ, जुन चाहिँ अँध्यारोमा लाइट पऱ्यो भने चाहिँ रिफ्लेक्टिभ हुन्छ। अनि त्यस्तै गरी यसको साइडमा हेऱ्यो भने चाहिँ फ्युटुराको सिग्नेचर दिएको छ। यहाँ अनेस्टली भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदम धेरै मन परेको छ। लड अफ सिग्नेचर आर गोइङ अन हियर है यो पेयरमा। अनि त्यस्तै गरी यसको साइडमा अगाडि हेऱ्यो भने चाहिँ एफएल भनेर लोगो दिएको छ। सो एफएलको लोगो, एफएल भनेको चाहिँ फ्युटुरा ल्याबोरेटोरिज हो। अनि ओभरअल मलाई चाहिँ एकदम धेरै मन परेको छ। सो यसको योसँग चाहिँ एक्स्ट्रा पर्पल कलरको सुलेस पनि एड गरिएको छ है। अनि यो चाहिँ मल्टिपल कलरमा दिएको छैन, जुन कि डिफल्ट दिएको सुलेसमा चाहिँ
फिनिसिङ युएनसी कलरमा फिनिसिङ भएर चाहिँ मल्टिपल कलर दिएको छ, काइन्ड अफ पहिलेको युनियन जोर्डन 1 को जस्तो दिएको छ, भाइब्स दिएको छ। सो अनि यो पेयर चाहिँ लगभग ग्लोबल्ली चाहिँ 30,000 पेयर जति चाहिँ रिलिज गरिएको थियो है। सो त्यो भनेको चाहिँ एकदम थोरै लिमिटेड अमाउन्ट हो। सो अनि यसको होल मेटेरियल चाहिँ क्यानभस मेटेरियल युज गरिएको छ। अनि यसको इनसोलमा हेऱ्यो भने चाहिँ तपाईँले इनसोलमा चाहिँ यसको टन्नै सिग्नेचरहरू दिएको छ। सो एफएलको लोगो अनि नाइकीको लोगो अनि डङ्क भनेर सबै मजाले दिएको छ है। सो एकदम धेरै डिटेलिङहरू छ। सो कति डिटेलिङहरू चाहिँ मलाई भन्न आएन है। सो एक्ज्याक्टली अब तपाईँहरूलाई चाहिँ यो स्निकर पायो भने चाहिँ अब तपाईँहरूले अभियसली फिल नै गर्न सक्नुहुन्छ। सो अनि आजको लागि चाहिँ ओभरअल मलाई चाहिँ एकदम मन पर्यो। सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो, वाट यु थिङ्क अफ दिस फेयर? सो अनि यदि तपाईँहरूलाई राम्रो लाग्यो भने कमेन्ट गरेर राम्रो भनिदिनु होला। अनि यो फेयर त अभियसली एकदम हाइप्ड स्निकर हो। सो यो वर्षकै एकदम धेरै एसपीहरूमा चाहिँ मलाई मन पर्नेमा चाहिँ यो नि पर्छ है। सो आजलाई यति नै। अर्को हाइप फेयर अर्को भिडियोमा आउने नै छु। त्यतिन्जेलसम्मलाई हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन नेक्स्ट भिडियो। पिस, आइ एम आउट।